नमस्ते सम्पूर्ण साथीहरुलाई म यो भिडियोमा धेरै स्वागत गर्छु। साथीहरु तपाईहरुसँग चाहिँ अर्को एउटा जब भ्याकेन्सी सम्बन्धी जानकारी लिएर यो च्यानलमा उपस्थित भएको छु। साथीहरु आजको यो भिडियोमा म तपाईलाई युए भित्र नै खुलेको जब भ्याकेन्सीको जानकारी लिएर आएको छु। तपाईहरु युए भित्र हुन्छ, भिजिट भिसा हुन्छ, क्यान्सल भिसा हुन्छ र तपाईहरु जबको खोजी गर्दै हुन्छ भने उहाँहरुको लागि एउटा राम्रो अवसर छ। यो भ्याकेन्सी चाहिँ बाइक राइडरहरुको लागि छ। तपाईहरु युए भित्र हुन्छ र बाइक राइडरको जब खोज्दै हुन्छ भने उहाँहरु डाइरेक्टली इन्टरभ्युमा आउनुहुन्छ। कसैलाई पनि पैसा पेमेन्ट गर्नु पर्दैन। म तपाईहरुलाई सुरुमै भनिदिराखौँ। धेरैजना साथीहरुले मैले यसरी भिडियोहरु यसरी युएमा खुलेको जबहरु अपडेट गरिराखेको हुनुहुन्छ। म उहाँहरुको भिडियो हेर्छु र फेरि भिडियो हेर्दै गयो अलि पछाडी उहाँहरुले पैसाको कुराहरु हुन्छ। तपाईहरुलाई यति चार्ज लाग्छ, यति सर्भिस चार्ज लाग्छ, यो चाहिँ तपाईको एग्रीमेन्ट पछि दिनुपर्छ, यो चाहिँ तपाईले पछि दिनुपर्छ, अगाडि दिनुपर्छ, यी कुराहरु हुन्छ। तर मेरो यो जुन कुनै जब सम्बन्धी भ्याकेन्सी सम्बन्धी चाहिँ जानकारी छ, कुनै पनि भ्याकेन्सीको लागि तपाईहरुले पैसा पेमेन्ट गर्नु पर्दैन। कुनै पनि जबको लागि मैले जति पनि भ्याकेन्सीहरु यहाँ शेयर गरेको हुन्छु मेरो यो च्यानलमा, डाइरेक्ट इन्टरभ्यु हुने भ्याकेन्सी होस् या चाहिँ अनलाइनमा अप्लाई गर्ने किसिमको भ्याकेन्सी होस्, कतै पनि तपाईले पैसा पेमेन्ट गर्नु पर्दैन। तपाईहरु आफैले नै अप्लाई गर्न सक्नुहुन्छ। म तपाईहरुलाई यो भिडियो बनाएर अलिकति गाइड मात्रै गर्न खोजेको छु। म कुनै पनि कम्पनीको एजेन्ट होइन, कुनै पनि कन्सल्टेन्सीको हिसाब होइन र जस्ट म युएमा रहन्छु र हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरु जति पनि यहाँ भित्र आएर चाहिँ जब खोज्दै हुन्छ उहाँहरुको सहयोगको लागि मैले भिडियो बनाएको छु। र नेपालबाट आउने साथीहरुको लागि पनि म तपाईलाई नेपालमा जाने जब डिमान्डहरुको चाहिँ जानकारी पनि यसमा लिएर आउने गर्छु, जुन चाहिँ राम्रो किसिमको कम्पनी होस्। र साथीहरु अब आजको चाहिँ यो जब भ्याकेन्सीको चाहिँ डिटेल्स तर्फ जान्छु तपाईलाई। तपाईहरु च्यानलमा नयाँ हुन्छ र पहिलोचोटि भिडियो हेर्दै हुन्छ भने साथीहरु च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। म तपाईलाई यो च्यानलमा यस्तै युए भित्र खुलेको लेटेस्ट जब भ्याकेन्सीको जानकारी तथा नेपालतिर गएको राम्रो कम्पनीहरुको चाहिँ जब डिमान्डको जानकारी लिएर सधैँभरि आइराख्ने छु। ओके साथीहरु, आजको यो भ्याकेन्सी तर्फ तपाईहरुलाई म लिएर जान्छु। यो चाहिँ लाइभ फार्मेसीको जब भ्याकेन्सी छ। बाइक राइडरको तपाईहरुलाई भनिसके। तपाईहरुको यो अप्लाई गर्नुभन्दा पहिला तपाईसँग चाहिँ युए को भ्यालिड लाइसेन्स तपाईसँग हुनु जरुरी छ है। एकदम फ्रेसर हुन्छ, एकदम नयाँ हुन्छ भने उहाँहरुले अप्लाई नगर्नु होला। तर तपाईहरु नेपालको लाइसेन्स लिएर आउनु भएको छ, भिजिट भिसा हुन्छ भने उहाँहरु पनि इन्टरभ्युमा आउन सक्नुहुन्छ। साथीहरु अब म तपाईलाई यो कम्पनी चाहिँ लाइभ फार्मेसी हो। लाइभ फार्मेसी हो। तपाईहरुले यसको बारेमा त धेरै सुन्नु भएको छ र देख्नु पनि भएको छ र यसको इन्टरभ्यु हुन गइरहेको छ मे को 10 तारिखको बिहान 9 बजेदेखि 2 बजेसम्म इन्टरभ्यु हुन्छ। म तपाईलाई इन्टरभ्युको टाइम, डेट, लोकेसन यताबाट डिस्प्ले गरिदिन्छु। हेर्नु ल, धेरै डिस्प्ले गरिरहेको छ। यो चाहिँ लाइभ फार्मेसीको जुन लाइभ फार्मेसी सेन्ट्रल छ, यो चाहिँ वेयर हाउस डिआइपी भन्ने ठाउँ छ, दुबई इन्भेस्टमेन्ट पार्क डिआइपी 1 मा यो छ, एक्सप्लोररमा छ यो। त्यहाँ आएर तपाईले इन्टरभ्यु दिन सक्नुहुन्छ। ओके साथीहरु, यो लेक्सन छ र तपाईहरु आएर इन्टरभ्यु दिन सक्नुहुन्छ। साथीहरु तपाईलाई यो जानकारी कस्तो लाग्यो, अलिकति हेल्पफुल लाग्छ भने तपाईहरुले मलाई यता सब्स्क्राइब गर्न सक्नुहुन्छ र कुनै सल्लाह सुझाव भएदेखि तपाईले कमेन्ट गर्न सक्नुहुन्छ र हाम्रो नेपाली दाजुभाइले सहयोग गर्न चाहनुहुन्छ भने तपाईहरुले भिडियोलाई सक्दो शेयर गर्न सक्नुहुन्छ। ओके, थ्यांक यू सो मच। तपाईलाई अर्को एउटा जानकारीमूलक भिडियो लिएर आउँछु। अर्को भिडियोमा च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। ओके, थ्यांक यू सो मच।